हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। साथीहरू, आज फेरि पनि म कम्पनीमा आइसकेको छु। कम्पनीमा भन्दा पनि कम्पनीको पार्किङमा चाहिँ आइसकेको छु। हेर्न सक्नुहुन्छ, ट्याक्क हाम्रो ड्युटी यस्तै छ, चलिरहेछ। साथीहरू, भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है तपाईहरूले। हाम्रो कम्पनीमा मेसिनहरू कति छन् भन्दाखेरि हेर्न सक्नुहुन्छ, पर त्यो यो चाहिँ यो टावर क्रेनहरू जस्तै। यसको काम चाहिँ के हो भन्दाखेरि हाम्रो चाहिँ यस्तो हुन्छ। यसको काम चाहिँ अब बिजुलीको पोलहरूमा चाहिँ बनाउने काम हो। हाम्रो कम्पनीमा मेसिनहरू कति छ एक्सकाभेटर? एउटा अनि दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा छन् अहिले चाहिँ साथीहरू कम्पनीको पार्किङमा एक्सकाभेटर। अरू चाहिँ लगभग कतिको दाम भन्दाखेरि दुईटा ठुलो हेभी मेसिन। अब यिनीहरू यो एक्सकाभेटरहरू चाहिँ क्याटरपिलर 220 हो। अर्को चाहिँ ठुलो मेसिनहरू छ 380 खाले, त्यो चाहिँ एकदम ठुलो छ। त्यो मेसिनहरू चाहिँ रियादमा चलेको छ साथीहरू। हाम्रो चाहिँ अहिले रियादतिर चलेको छ। त्यो मेसिनहरू चाहिँ रियादमा चलेको छ। हामी चाहिँ अब कम्पनीमा कामहरू नहुँदा चाहिँ यस्तै हो, ट्याक्क पार्किङमा आयो, बस्यो, दिन कटायो। यस्तै छ साथीहरू, यत्तिकै हो दिन काट्ने। अनि अहिले चाहिँ रमजान ईद 2026 साउदीमा रमजान ईद चलेर अहिले चाहिँ बिहानको टाइममा चाहिँ बिहान 6 बजेदेखि 12 बजेसम्म इन्डियनहरू आउँछन् पार्किङमा ड्युटी गर्नलाई। अनि हाम्रो 12 बजेदेखि बेलुका 7 बजेसम्म चाहिँ लगभग 7 बजेसम्म त हामी चाहिँ रुममा गइसक्छौँ। बेलुका त्यस्तै 6 बजेर 50 मिनटसम्म चाहिँ हाम्रो पालो हुन्छ। नेपालीहरूको 4 जनासम्म हामी चाहिँ अहिले पार्किङमा ड्युटी गर्ने। त्यसै कामसाम त केही गर्नु पर्दैन, आयो यत्तिकै मजाले बस्ने हो। कामसाम केही गर्न पर्दैन साथीहरू, यत्तिकै बस्यो, मनलाई सुत्यो भयो, नत्र मोबाइल चलायो, बस्यो। यस्तै छ साथीहरू जिन्दगानी। विदेशमा भनेको यस्तै रहेछ के, अर्काको देशमा गाह्रो छ साथीहरू। यदि यो भिडियो हेरेर कोही साथीहरू ट्रान्सल फुराट कम्पनी हो चाहिँ मेरो, यो भिडियो हेरेर कोही साथी आउन चाहनुहुन्छ भने तपाईँहरू आउन सक्नुहुन्छ है साथीहरू। म चाहिँ केही भन्न सक्दिनँ। कम्पनी पनि ठिकै छ भनौँ, कम्पनी चाहिँ एकदम राम्रो छ। त्यस्तै हो। अब चाहिँ हाम्रो अब कहिले कति दिनसम्म बस्न पर्ने हो यो कम्पनीको पार्किङमा। अब कहिलेसम्म बस्न सकिन्छ, बस्ने त होला नि। हेर्न सक्नुहुन्छ, त्यही हो अब कम्पनीमा पार्किङमा काम गर्ने, बस्ने। यही हो। मलाई फेरि पनि कम्पनीले साइडमा पठायो काममा, खै कता हो थाहा भएन। चाहिँ आज चाहिँ हेर्न सक्नुहुन्छ, अहिले चाहिँ जान लागेको छु। मेसिनमा लोडसोड गरियो मेसिन। अहिले चाहिँ मलाई कम्पनीले ब्रेकरमा पठाएको छ। ब्रेकरमा खै कता हो भन्दै थियो, 1 दिनको काम छ भनिरहेको थियो, खै कति दिनको हो साथीले हेर्न सक्नुहुन्छ है तपाईँहरू। अहिले चाहिँ म जाँदैछु। जाँदैछौँ। हाम्रो कम्पनीको लोबे ड्राइभर हुनुहुन्छ उहाँ चाहिँ। अहिले चाहिँ जाँदैछौँ साथीहरू। कति टाइम लाग्छ पुग्नलाई हेर्न सक्नुहुन्छ।
पुलतिर चाहिँ हल्का अन्डरग्राउन्ड छ क्या बाटो, पुल मुनिभित्र दामी देखिन्छ रातिको टाइममा चाहिँ। यो बाटो चाहिँ कहाँ जान्छ भनेपछि साथीहरू यो दमामतिर जान्छ क्या। यो जुन गइरहेछ नि हामी दमामतिर जाने बाटो हो। हेर्नु सक्नुहुन्छ ट्याक्क अन्डरग्राउन्ड बाटो क्या दामी छ हेर्नु त। साथीहरू के गर्दै हुनुहुन्छ तपाईँहरू? मेरो चाहिँ अहिले मेसिन सेसिन झारेर पनि यो पर देख्न सक्नुहुन्छ एक्सकाभेटर, त्यहाँनिर मैले रोकेर राखेको छु साथीहरू। अहिले चाहिँ काम छैन मेरो, म चाहिँ रुमतिर जान लागेको छु है साथीहरू। मेरो रुम जान लागेको छु। यहाँ चाहिँ पार्कमा काम गर्न पर्ने रहेछ। ठिकै छ, आज चाहिँ काम भएन, भोलिबाट हुन्छ भनिरहेछ। कम्पनीको रोबोटले कुरिरहेछ है मलाई। अब जानुपर्ने हुन्छ फेरि दमाम।